नमस्कार दर्शकबिन, मेरो पेजमा तपाईहरुलाई स्वागत गर्दै र यो भिडियो चाहिँ मैले यो हेलिप्याड मानवीरको बीचमा जहाँनिर सडक निर्माणको कार्य चलिराखेको छ त्यहीँनिर चाहिँ आज यो यसलाई मिलर भन्छ। अनि यो मिलर यहाँ आएर पल्टिएको छ, तपाईले देख्न सक्नुहुन्छ। यस्तो अवस्था छ। अनि दुवैपट्टि बोझोघारीको तर्फबाट आउने अनि गान्तोक पट्टिबाट आउने दुवैपट्टि बाटो अहिले ब्लक भएको छ, तपाईले देख्न सक्नुहुन्छ। यसलाई सही गर्न अथवा यसलाई यहाँबाट हटाउने क्रम सुचार हुन लागेको छ। दुवैपट्टिबाट यो क्र्याङहरु देख्न सक्नुहुन्छ आइसकेको छ र केही समयमा खोलिने आशा छ। यो बन्द भएको चाहिँ निकै टाइम भइसक्यो र यहाँ कन्स्ट्रक्सन यस्तो चल्दैछ। यो रोडको मर्मती कार्य यो केही महिना अघिदेखि नै मजाले यो कार्य चलिराखेको छ। सरकारप्रति धन्यवादी पनि छौं। त अलिकति भन्नु पर्दाखेरि यो पर अगाडि जुन चाहिँ मन्दिरको मुनि अलिक खाल्टाहरू बेसी छ। त्यहाँ बिहान एउटा टाटा जेसीबी बोकेको टाटा कोल्टे परेको थियो बिहान, जसले गर्दा स्कुल बसहरूलाई एकदमै नानीहरूलाई स्कुल पुर्याउन गाह्रो परेको अवस्था थियो बिहान। भनेदेखि अहिले यो बेलुकी पखमा चाहिँ यो काण्ड भएको छ यहाँनिर। अनि यहाँ बाटो पनि अलिक खराब छ र जुन यो बाटो मर्मती छ अनि यो चाहिँ एकदमै के भनौं, एकदमै मतलब हामी सेटिस्फाई छौं। सम्पूर्ण जनसाधारण साथै चालक गुरुजीहरू खुसी छ। त अझै सुनमा सुगन्ध भनेको जस्तो चाहिँ जति पनि खाल्टाखुल्टी छ, हुन त पानी आउँछ खाल्टाखुल्टी बनाउँछ, त्यो एकदमै सबैलाई जानकारी भएकै कुरा हो। तर जुन धेरै मात्रामा खाल्टाखुल्टी हुन्छ त्यहाँनिर चाहिँ यो कन्ट्र्याक्टर होस् या कुनै पनि डिपार्टमेन्ट होस् र यहाँहरूले त्यो खाल्टाखुल्टीमा चाहिँ यो कर्मचारीहरूलाई मतलब एउटा एक बकेट जेसीबी को एक बकेट माटोले अथवा रोडा ढुङ्गाले पनि त्यो खाल्टा पुरिन्छ। तर यो खाल्टाहरू चाहिँ पुरिराखिदिँदैन। त्यो चाहिँ अलिकति असुविधा भइराखेको छ यहाँ हिँड्नमा, गाडीहरू मुनि ठोकिन्छ। किनकि यो काम चल्दैछ। एकदमै स्यालुट छ सिक्किम गभर्नमेन्ट, हाम्रो एरिया एमएलए अनि सम्पूर्ण जति पनि यहाँका बुजुर्ग व्यक्तिहरू हुनुहुन्छ जसले सजेस्ट गरिराख्नु भएको छ, जसले निरीक्षण गरिराख्नु भएको छ, एकदमै खुसी छौं। र मैले भन्न चाहेको जुन चाहिँ खाल्टाहरू छ यो अगाडितिर परैसम्म छ, यो मानवीरको त्यहाँसम्म चाहिँ खाल्टा धेरै परेको छ, जुन चाहिँ अल्टरनेटिभ हिँड्दै गरेको बाटोमै। अनि त्यहाँ पनि ढुङ्गा माटो यसो हप्तामा एक दुई पल्ट चाहिँ हालिदियो भने चाहिँ अझै सबैजना खुसी हुने थियो। सुनमा सुगन्ध भनेको जस्तो हुने थियो। त अहिले चाहिँ भने यस्तो सही दृश्य यो क्र्याङहरू आइराखेको छ। उतापट्टि एउटा जेसीबी देखिँदैछ अनि यहाँ एउटा यहाँनिर क्र्याङ हाइड्रा आइसकेको छ, तपाईले देख्न सक्नुहुन्छ। यस्तो छ, मिलर यहाँ पल्टिराखेको छ बीच बाटोमा अनि स्कुटी पनि छिर्नु एकदमै मुस्किल अवस्था छ। र यो जाम चाहिँ लगभग अब डीसी कोट पुग्न आँटेको छ। यता पनि सायद पर दाक्साङ पेट्रोल पम्पतिर पुगिसकेको अवस्था छ भनेदेखि, र यतापट्टि चाहिँ डिस्ट्रिक्ट कोट सायद अब केही क्षणमा क्रस हुने सम्भावना छ। यो तपाईहरुलाई जानकारी। आम मानिसहरू सर्वसाधारणहरू यसरी पैदल यात्रा गरेर आफ्नो गाडी पारी छोडेर आइराखेको हामी देखिराखेका छौं। अनि वारीको पनि यसरी हिँडेर पारी जाने क्रम एकदमै जारी हामी देखिराखेका छौं। अनि सबैले यसरी दुःख गरिराखेको छ र पैदलै यसरी गाडी ट्रान्सशिप गरेर हिँडिराखेको छ सबैजना। र यो केही क्षणमा सायदै यो खोलिन्छ होला। यस्तो छ, यो मिलरको कारणले गर्दाखेरि आज
सबैजना अब यो अवस्थामा बस्नु परिराखेको छ र त्यहाँ पनि त्यही हो, अलिकति खाल्टा चाहिँ अलिकति बेसी छ, त्यहाँ अलिक अप पनि छ र हप्तामा एक दुई पल्ट चाहिँ अलिकति मेन्टेनेन्स गरिदियो भने यो अल्टरनेटिभ हिँड्दै गरेको जुन चाहिँ बाटो छ यो पनि एकदमै राम्रो हुने थियो। हवस् त दर्शकबिन मित्रहरू, आजलाई यति नै। अर्को भिडियोमा फेरि भेट्नेछौँ। धन्यवाद।